स्याङ्जाको गलेङ नगरपालिकामा पर्ने चिउरी जोलुङ्गे पुल अचेल यस क्षेत्रकै एउटा प्रख्यात पर्यटकीय र व्यापारिक केन्द्रको रूपमा उदाएको छ। आँधी खोला माथि 368 मिटर लामो र नदीको सतहबाट 190 मिटर अग्लो यो पुल जिल्लाकै सबैभन्दा लामो र अग्लो जोलुङ्गे पुल रहेको छ। गलेङ 7 को चिउरी भिर र गलेङ 8 को पेलाकोटलाई जोड्ने यो पुलले विगतको जोखिमपूर्ण र थकैलाग्दो यात्रालाई मात्र छुट्याएको छैन, बाँकी गलेङको भूगोललाई नै एउटा नयाँ पहिचानको रूपमा दिलाएको छ। पछिल्लो समय यो पुलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दै गएको छ। नेपालका विभिन्न जिल्लाहरूबाट मात्र नभई सिद्धार्थ राजमार्ग हुँदै यात्रा गर्न छिमेकी देश भारतका विभिन्न स्थानहरूबाट पर्यटकहरू समेत यो पुल हेर्नका लागि र प्राकृतिक मनोरञ्जन लिनका लागि यहाँ आउने गरेको पाइन्छ। The first time on the swing like this, and just a feeling of scaredness is there, but yeah, enjoying it. कौन आए हो आप? We are here with the 2 cars. Me and my family, my aunt, my auntie, we all are here with the siblings are there. आप इंडिया जाके आपको सनशिप वाला फैमिली है ना, उसको क्या बोलेंगे? We will definitely tell them to go to Pokhara and Nepal. It's very beautiful place. Visit there, especially the swing. It's amazing. आपको नेपाल से कौन सा प्लेस अच्छा लगा बहुत? Actually, we just yesterday entered to Nepal, and today is the first place to go to Pokhara, and then we will go to Muktinath and then Kathmandu. आप इंडियन लोगों को क्या बोलना चाहते हो नेपाल के बारे में? Definitely, Nepal is a very beautiful place. It's a very clean country, and the civic sense of people is also very good. And yeah, alcohol is banned. That's a very good thing. And proper policemen are checking the cars and everything is there, and protocols are very good. आप इंडिया और नेपाल क्या डिफरेंट है? Difference is there is like the civic sense of the people, the thinking mindset of the people of Nepal and India, and then also the beauty and the nature. नदीको गहिरो खोज र हरियाली डाँडा काँडाको बीचमा रहेको यो पुल पर्यटकीय हिसाबले एउटा हटस्पट बन्दै गएपछि यहाँ दैनिक रूपमा अवलोकनकर्ताहरूको ठूलो भिड लाग्ने गरेको छ। पर्यटकहरूको यही बढ्दो संख्याका कारण हालका दिनहरूमा चिउरी पुल आसपासको स्थानीय व्यापार र व्यवसायमा पनि निकै ठूलो चमक आएको पाइन्छ। पुल हेर्न आउने पर्यटकहरूलाई लक्षित गरी होटल तथा पसलहरू खुल्दै गएका छन्, जसले गर्दा स्थानीय स्तरमै रोजगारी र आर्थिक कारोबारमा उल्लेख्य वृद्धि भएको छ। कुनै समय सुनसान रहने यो क्षेत्र अहिले आन्तरिक र बाह्य पर्यटकको चहल पहलले गर्दा एउटा आर्थिक हबका रूपमा विकसित हुँदै गएको पाइन्छ।